जापानको सार्वजनिक पेन्सनबारे सारांशमा बताउँछौँ। यो सबैले जान्न आवश्यक कुरा हो। हामी 3वटा च्याप्टरद्वारा बुझाउँछौँ। पहिलो, जापानको सार्वजनिक पेन्सन प्रणाली कस्तो प्रणाली हो। दोस्रो, 20 वर्ष पुग्दा नागरिक पेन्सन प्रणालीमा आबद्ध हुने बारे। अन्तमा, प्राय भइरहने मामिलाहरूमा कस्तो प्रक्रिया पूरा गर्नुपर्छ। यहाँ सार्वजनिक पेन्सन प्रणालीको आधारभूत विचार र सारांशबारे बुझाउँछौँ। सार्वजनिक पेन्सन प्रणाली भनेको वृद्ध हुँदा, दुर्घटना वा बिरामीले गर्दा, अपाङ्ग हुँदा, घर परिवारमा काम गर्ने व्यक्तिको मृत्यु हुँदा जीवनलाई काम गरिरहेको पुस्ता सबैले सहयोग गरौँ भन्ने उद्देश्यले बनाइएको प्रणाली हो। अब सार्वजनिक पेन्सन प्रणालीको बनोटबारे बुझाउन चाहन्छौँ। सार्वजनिक पेन्सन प्रणाली सामाजिक बीमाको विचार अर्थात् सबै मानिसहरूले एक अर्काको जीवन सपोर्ट गर्ने भन्ने उद्देश्यले सृजना गरिएको छ। यहाँ भनिएको सबै मानिसहरू भनेको जुनै राष्ट्रियताको भए पनि जापानमा बसोबास गर्ने 20 देखि 59 वर्षसम्मका मानिसहरूलाई बुझाउँछ। अनि ती व्यक्तिहरू कानुन अनुसार नागरिक पेन्सन प्रणालीमा आबद्ध हुनुपर्छ। वृद्ध, अपाङ्ग र घर परिवारको काम गर्ने व्यक्तिको मृत्यु भएको परिवारको जीवन सपोर्ट गर्नका लागि नागरिक पेन्सन प्रणालीमा आबद्ध व्यक्तिहरू र कम्पनीले बिमा शुल्क बेहोर्छन् अनि सरकारले पनि अनुदान दिन्छ। यो प्रणालीमा बिमा शुल्क नतिरेसम्म पेन्सन पाउन सकिँदैन। यो प्रणालीलाई सामाजिक बिमाको तरिका भनिन्छ। सार्वजनिक पेन्सन प्रणालीमा कार्यरत पुस्ताले बिमा शुल्क तिरेर प्राप्तकर्ताको जीवन सपोर्ट गर्ने भन्ने अर्थ भएको पुस्ताबीच सपोर्टको आधारमा सञ्चालन गरिएको छ। अनि सरकारले पनि एउटा समर्थकको रूपमा कर आयबाट पेन्सन प्रणालीलाई आर्थिक तवरमा मद्दत गरी यो प्रणालीलाई कायम राखिएको छ। सार्वजनिक पेन्सन प्रणालीमा 3 प्रकारको प्रावधान छन्। पहिलो, वृद्ध पेन्सन हो। सैद्धान्तिक रूपमा 65 वर्षपछि नागरिक पेन्सन प्रणालीबाट वृद्ध आधारभूत पेन्सन जीवनभरि पाउन सकिन्छ। अनि कर्मचारी पेन्सन बिमा प्रणालीमा आबद्ध अवधि भएमा वृद्ध कर्मचारी पेन्सन पाउन सकिन्छ। नागरिक पेन्सन प्रणाली र कर्मचारी पेन्सन प्रणाली दुवै बिमा शुल्क तिर्ने अवधि जति लामो छ, वृद्धावस्थामा पाइने पेन्सन रकम त्यति नै धेरै हुन्छ। दोस्रो, अपाङ्ग पेन्सन हो। बिरामी र घाइतेले गर्दा अपाङ्ग हुँदा अपाङ्गताको हद अनुसार नागरिक पेन्सन प्रणालीबाट अपाङ्ग आधारभूत पेन्सन पाउन सकिन्छ। अनि अपाङ्ग हुँदा कर्मचारी पेन्सन बिमा प्रणालीमा आबद्ध अवधि भएमा अपाङ्ग कर्मचारी पेन्सन पाउन सकिन्छ। तेस्रो, मृतकको परिवार पेन्सन हो। घर परिवारमा काम गर्ने व्यक्तिको मृत्यु हुँदा बच्चा भएको आश्रित पति, पत्नी वा आश्रित बच्चा नागरिक पेन्सन प्रणालीबाट मृतकको परिवार आधारभूत पेन्सन पाउन सकिन्छ। अनि मृतक कर्मचारी पेन्सन बिमा प्रणालीमा आबद्ध अवधि भएमा मृतकको परिवार कर्मचारी पेन्सन पाउन सकिन्छ। बिरामी वा घाइतेले गर्दा अपाङ्ग हुँदा, घर परिवारको काम गर्ने व्यक्तिको मृत्यु हुँदा युवाहरू पनि अपाङ्ग पेन्सन वा मृतकको परिवार पेन्सन पाउन सकिन्छ। कर्मचारी पेन्सन बिमा प्रणालीमा आबद्ध भएकाहरू बाहेक 20 वर्ष भएकाहरूलाई जापान पेन्सन सेवाबाट नागरिक पेन्सन प्रणालीको बीमित व्यक्ति 1 को रूपमा आबद्ध भएको कुरा सूचना दिइनेछ। हामीबाट सूचना पाउनुभयो भने अनिवार्य रूपमा भित्रको विवरण पढ्नुहोस्। अनि सूचना बाहेक पेन्सन ह्यान्डबुक पनि पाउनुहुनेछ। कृपया सुरक्षित राख्नुहोस्। कम्पनी र सरकारी कर्मचारीहरू बीमित व्यक्ति
2 मा पर्छन् र तिनीहरूमा आश्रित व्यक्तिहरू बीमित व्यक्ति 3 मा पर्छन्। बीमित व्यक्ति 3 मा परेमा पति पत्नीको मालिकले जापान पेन्सन सेवालाई सूचना दिनु आवश्यक छ। फेरि भन्छौँ कि जुनै राष्ट्रियताको भए पनि जापानमा बसोबास गर्ने 20 देखि 59 वर्षको सबैले नागरिक पेन्सन प्रणालीमा आबद्ध हुनुपर्छ। जापानको सार्वजनिक पेन्सन प्रणालीमा आबद्ध हुँदा बिमा शुल्क तिर्नुपर्छ, तर उदाहरणको लागि आय कम भएको आदि कारणले नागरिक पेन्सन बिमा शुल्क तिर्न गाह्रो भएमा बिमा शुल्क छुट वा म्याद थप प्रणालीमा आवेदन दिन सकिन्छ। छुट प्रणालीमा 2 प्रकारका छुट छन्। एउटा बिमा शुल्क पुरा रकम छुट गरिने पुरा रकम छुट प्रणाली अनि अर्को बिमा शुल्कको 1 भाग छुट गरेर बिमा शुल्कको बाँकी भाग भुक्तानी गर्नुपर्ने 1 भाग छुट प्रणाली हो। अर्कोतर्फ म्याद थप प्रणालीमा 2 प्रकारका छन्। पहिलो हो विद्यार्थी बाहेक 50 वर्षभन्दा कम उमेरको व्यक्तिहरूको लागि बिमा शुल्क म्याद थप प्रणाली। दोस्रो विकल्प हो विद्यार्थी भएकै बेलामा बिमा शुल्क भुक्तानीमा म्याद थपिने विद्यार्थी विशेष भुक्तानी व्यवस्था। विद्यार्थी हो भने विद्यार्थी विशेष भुक्तानी व्यवस्था प्रणालीको लागि आवेदन दिन सक्नुहुन्छ। विद्यार्थी विशेष भुक्तानी व्यवस्था प्रणाली आय कम भएको विद्यार्थी आवेदन भरेर स्वीकृति पाएपछि नागरिक पेन्सन बिमा शुल्क भुक्तानीमा म्याद थप गरिने प्रणाली हो। विगत 10 वर्षभित्र म्याद थप अवधि भएमा म्याद थपिएको बिमा शुल्क पहिलाको पनि तिरेर त्यो समयावधि प्राप्त गर्न सकिन्छ। विद्यार्थी विशेष भुक्तानी व्यवस्था प्रणाली हरेक वर्ष आवेदन दिनुपर्ने भएकोले ध्यान दिनुहोस्। तपाईँ बस्नुभएको सहर, वडा कार्यालय वा नगरपालिका वा गाउँपालिकाको नागरिक पेन्सन सम्बन्धी काउन्टर वा पेन्सन कार्यालयमा आवेदन प्रक्रिया पूरा गर्न सक्नुहुन्छ। हुलाकद्वारा पनि आवेदन दिन सकिन्छ। विद्यार्थी विशेष भुक्तानी व्यवस्था प्रणालीद्वारा म्याद थप स्वीकृति भएको वा नभएको अवस्थामा पेन्सन पाउनमा धेरै फरक पर्छ। उदाहरणको लागि विश्वविद्यालयको विद्यार्थी एले 20 वर्षदेखि नागरिक पेन्सन प्रणालीमा आबद्ध हुनुको साथै विद्यार्थी विशेष भुक्तानी व्यवस्थामा आवेदन गर्नुभयो। अर्कोतर्फ विश्वविद्यालयको विद्यार्थी बीले 20 वर्षदेखि नागरिक पेन्सन प्रणालीमा आबद्ध भए तापनि बिमा शुल्क भुक्तानी नगरी विद्यार्थी विशेष भुक्तानी व्यवस्थामा आवेदन पनि दिनु भएन। अनि यी 2 जना विद्यार्थी विश्वविद्यालयको तेस्रो वर्षमा यात्रा गर्दा दुर्घटनामा परेर पक्षघात हुनुभयो। विद्यार्थी विशेष भुक्तानी व्यवस्थाको प्रक्रिया पूरा गरेको एले अपाङ्ग आधारभूत पेन्सन पाउन सक्नुहुन्छ। अपाङ्गको हद अनुसार रकम फरक हुन्छ, तर विद्यार्थी विशेष भुक्तानी व्यवस्थामा आवेदन नगरेको बीले अपाङ्ग आधारभूत पेन्सन पाउन सक्नुहुन्न। कहिले बिरामी वा घाइते हुन्छ भनेर कसैलाई थाहा हुँदैन। विद्यार्थी भए पनि विद्यार्थी विशेष भुक्तानी व्यवस्थामा राम्रोसँग आवेदन दिनु महत्त्वपूर्ण छ भनेर बुझ्नुभयो होला। गाडी चलाउँदा बिमामा आबद्ध हुनुहुन्छ होला। ठ्याक्कै त्यस्तै सार्वजनिक पेन्सन प्रणालीले पनि बिमाको भूमिका पूरा गर्छ। सार्वजनिक पेन्सन प्रणाली वृद्धहरूलाई मात्र सपोर्ट गरिरहेको त होइन। दुर्घटना र बिरामीले गर्दा अपाङ्ग आधारभूत पेन्सन पाएकाहरू जापानमा लगभग 220 मान जना छन्। जीवनकालमा कहिले के हुन्छ भनेर थाहा हुँदैन। दुर्घटना र बिरामी आदि नचिताएको अवस्था जो कसैमाथि पनि आइपर्न सक्छ। त्यस्तो अवस्थामा सपोर्ट गर्ने नै सार्वजनिक पेन्सन प्रणाली हो। जीवनमा नचिताएको खतरा हुन्छ। गम्भीर अपाङ्ग हुँदा अपाङ्ग पेन्सन पाउने अवस्था हुन सक्छ। 20 वर्ष वा सोभन्दा माथिको जापानको कुल जनसङ्ख्या लगभग 10 करोड 45 लाख 20 हजार जना हो। अनि लगभग 220 मान जनाले दुर्घटना वा बिरामीले गर्दा अपाङ्ग आधारभूत पेन्सन पाए। यसको अर्थ 20 वर्ष वा सोभन्दा माथिको लगभग 50 जना मध्ये 1 जनाले अपाङ्ग पेन्सन पाए।
अब नागरिक पेन्सन प्रणालीमा पुरा गर्नुपर्ने विभिन्न प्रक्रियाबारे बुझाउँछौँ। जापानमा आफ्नो ठेगाना दर्ता गर्दा नगरपालिकाको नागरिक पेन्सन काउन्टरमा नागरिक पेन्सन प्रणालीमा आबद्ध हुने प्रक्रिया पुरा गर्नु आवश्यक छ। त्यसपछि पेन्सन ह्यान्डबुक हुलाकद्वारा पठाइनेछ। कृपया सुरक्षित राख्नुहोस्। कम्पनीमा काम गर्दा कर्मचारी पेन्सन बिमा प्रणालीमा आबद्ध हुनुपर्ने हुन्छ। कर्मचारी पेन्सन बिमा प्रणालीमा आबद्ध हुने प्रक्रिया मालिकले गर्ने भएकोले आफैले प्रक्रिया पुरा गर्नु पर्दैन। कम्पनी छोड्दा नागरिक पेन्सन प्रणालीमा आबद्ध हुनुपर्ने हुन्छ। नागरिक पेन्सन प्रणालीमा आबद्ध हुने प्रक्रिया आफू बसोबास गर्ने नगरपालिकामा गर्नु आवश्यक छ। जापान छोडेर अरू देशमा बसोबास गर्दा अहिलेसम्म बसेको नगरपालिकामा सूचना दिनुहोस् अनि नागरिक पेन्सन बन्द गर्ने प्रक्रिया पनि पुरा गर्नु आवश्यक छ। जापान छोडेपछि पेन्सन भुक्तानी गरेको अवधि अनुसार एकमुष्ट रकम पाउन सकिन्छ। सार्वजनिक पेन्सन प्रणालीमा कम्तीमा 6 महिना वा सोभन्दा धेरै समय आबद्ध रहेको अनि पेन्सन पाउने अधिकार नपाएको विदेशीहरू जापानमा बसोबास ठेगाना नहुने अवस्था भएको 2 वर्षभित्र इन्भोइस पेश गरेमा निस्कने बेलाको एकमुष्ट रकम पाउन सकिन्छ। प्रदान गरिने रकम बिमा शुल्क भुक्तानी गरेको अवधि अनुसार निर्धारण हुन्छ। प्रदानको दायरामा पर्ने आबद्ध अवधिको उच्चतम सीमा 5 वर्ष हो। पेन्सन प्रणाली बुझ्न सकिँदैन वा के गर्दा हुन्छ भनेर थाहा भएन भने आफू बसोबास गर्ने नगरपालिका वा नजिकको पेन्सन कार्यालयमा परामर्श लिनुहोस्। यहाँसम्म बताउँदै आएको सार्वजनिक पेन्सन प्रणालीमा 4 वटा विशेषता छन्। पुनरावृत्ति गरौँ। कानुन अनुसार विद्यार्थीले पनि 20 वर्ष पुगेपछि सार्वजनिक पेन्सन प्रणालीमा आबद्ध भएर बिमा शुल्क भुक्तानी गर्नुपर्छ। बिमा शुल्क भुक्तानी गर्न गाह्रो भएमा छुट वा म्याद थप प्रणालीको लागि आवेदन दिन सक्नुहुन्छ। सार्वजनिक पेन्सन पुस्ताबीच सपोर्टको प्रणाली हो। वृद्ध पेन्सनका साथै नचिताएको अवस्थामा पाउन सकिने अपाङ्ग पेन्सन र मृतकको परिवार पेन्सन छन्। हरेक बुदा एकदम महत्त्वपूर्ण छन्। यो व्याख्याद्वारा सार्वजनिक पेन्सन प्रणालीको महत्त्व बुझ्नुभयो होला भनेर आशा गर्छौँ। 20 देखि 59 वर्षसम्मका सबै मानिसहरूको दायित्व भएको नागरिक पेन्सन प्रणालीमा आबद्ध भएर सबैले ढुक्कसँग बस्न सकुन् भनेर सबैले एकअर्कालाई सपोर्ट गर्दै जाऔँ।